टु टुडेज क्लास है आज चाहिँ हामी थोरै प्र्याक्टिकल डेमो हेरौँ कि मेटा बिजनेस सुइटबाट के गर्न सकिन्छ। कतिजनाले मेटा बिजनेस सुइटको बारेमा पढ्नुभएको छ होला, कतिजनाले पढ्न बाँकी छ होला, पढ्नुहुन्छ। लेट्स एक्सपेक्ट द्याट है। सो यो चाहिँ हाम्रो स्टुडेन्ट्सहरूको लागि बनाएको सानो डेमो है त। सो आज हामीले एउटा भिडियो बनाएको छौँ हाम्रो हुन आँटेको इभेन्ट आइएसटिएन ह्याकाथन 2025 को बारेमा। सो यो इभेन्टको चाहिँ एउटा हामी भिडियो पोस्ट गर्दैछौँ। अब हामी चाहिँ के गर्छौँ भने फेसबुक र इन्स्टाग्राम दुइटैमा यो भिडियो पोस्ट गर्छौँ र टिकटकमा पनि यो भिडियो पोस्ट गर्नेवाला छौँ। दिस इज गोइङ टु बी अ सर्ट डेमो अफ हाउ वी आर गोइङ टु डु द्याट है त। सो मैले धेरै हजुरलाई बोर गरिनँ, क्विकमा जाऊँ, यो भिडियोलाई धेरै लामो पनि नबनाऊँ है त। सो यहाँबाट के गर्न सकिन्छ भने हजुरले हेर्नु मेसेन्जर, इन्स्टाग्राम, हजुरको वाट्सएपदेखि लिएर हजुरको यहाँ हाम्रो फेसबुक कमेन्ट्स, फेसबुक इन्स्टाग्रामको कमेन्ट सबैमा हजुरले चाहिँ एकैचोटिमा ठाउँमा रिप्लाई गर्न पाइन्छ क्या। सो हजुरको युजर इङ्गेजमेन्ट एकदम फास्ट हुन्छ, नोटिफिकेसन्स पनि त्यस्तै छ है त। ओके, सो हामी होममा जाऊँ, हामी आफ्नो ट्र्याकबाट बाहिर नजाऊँ। सो लेट्स क्लिक अन क्रिएट रिल्स। हामीले रिल्स अपलोड गर्न आँटेको छौँ है। सो क्रिएट गर्ने बेलामा चाहिँ हामीले यहाँ एड भिडियोज भनेर आउँछ। हामीले फोटो पनि एउटै ठाउँबाट एड गर्न मिल्छ। सिन्स मैले अहिले रिल्स भनेको छ त्यही भएर हजुरको एड फोटोज अप्सन देखाएको छैन। एड भिडियोजमा क्लिक गरेर आम गोइङ टु क्लिक अन दिस इज द भिडियो। Attention learners, have you ओके, आवाज एकदम लाउड रहेछ। ओके, सो हामीले चाहिँ दिस इज द भिडियो द्याट वी आर गोइङ टु प्रमोट। नाउ यो अलिकति ग्लिची देखिरहेको छ, यस्तो चाहिँ छैन एक्चुअली भिडियो है। इफ यु वुड लुक इन टु द प्रिभ्यू अफ इन्स्टाग्राम हजुरको देखिन्छ, यसरी नै देखिन्छ। दिस इज अ बिट ग्लिची। हजुरको इन्स्टाग्राम र टिकटकमा चाहिँ आई डोन्ट नो वाइ दिस ह्यापन्स अ लट अफ टाइम। यसको बारेमा नि आई थिङ्क आई हेभ टु डु माई रिसर्च एज वेल है, मैले पनि गरेको छैन, लेट्स एडमिट द्याट। ओके, ल यहाँ हेरौँ। सो पोस्ट टु फेसबुक एन्ड इन्स्टाग्राम भएको छ। यहाँबाट हजुरको फेसबुकमा पनि पोस्ट भइहाल्छ, इन्स्टाग्राममा पनि पोस्ट भइहाल्छ। त्यो बाहेक चाहिँ के छ, पब्लिस टु फेसबुक ग्रुप्स भनेको छ। सो सी मोर ग्रुप्स गर्नुभयो भने चाहिँ हजुरले के देख्नुहुन्छ भने हजुरले अहिलेसम्म जे ग्रुप्समा मेम्बर हुनुहुन्छ जुन ग्रुपको, त्यो ग्रुप देख्नुहुन्छ क्या। अब डाइरेक्टली यो दुईवटा अप्सनलाई टिक गरेर चाहिँ के गर्न मिल्छ भने यो स्टुडेन्ट अफ नेपाल जसको 4,92,216 मेम्बर्स छन्, जसले चाहिँ एउटा एजेन्डाले स्टुडेन्ट भएरै भरेका छन्। अब हामीले चाहिँ यसमा डाइरेक्ट पुस गर्ने भयौँ क्या यो भिडियो। त्यसै गरी आइटी स्टुडेन्ट अफ नेपाल ITSNP भन्ने एउटा ग्रुपमा पुस गर्दैछौँ। त्यहाँ पनि अलिकति धेरै स्टुडेन्टहरूको मेम्बर्स देखिरहेको छौँ। सो जो इन्ट्रेस्टेड छन् यहाँबाट पनि आयो नि त। अब हेर्नु त मेरो टार्गेट मार्केट कुन टार्गेट मार्केटमा गरेँ मैले। सो यसरी चाहिँ हाम्रो अर्ग्यानिक बुस्टिङ पनि भइदियो क्या डाइरेक्ट। ओके, पोस्ट बुस्ट गर्नु भने चाहिँ इनअर्ग्यानिक भयो, यसरी चाहिँ के भयो अर्ग्यानिक भइदियो है त। ल अब क्याप्सन पनि निकालौँ। क्याप्सन चाहिँ मैले अलरेडी यहाँ च्याटजिपिटीबाट निकालेको थिएँ। आई विल पेस्ट दिस अनि त्यस पछाडि नेक्स्ट क्लिक गरेर चाहिँ सेयर गर्न मिल्छ। यही कुरालाई हामीले स्केड्युल पनि गर्न मिल्छ। जस्तो आज होइन भोलिको दिनमा पोस्ट होस्, पर्सिको दिनमा पोस्ट होस् भन्नुहुन्छ भने स्केड्युल गर्न पनि मिल्छ होइन। अहिलेको लागि चाहिँ हामीले अहिलेको सेयरै गरिदिउँ है। सेयर क्लिक गऱ्यौँ। ओके, डन भयो।